नेपालको काठमाडौँ चन्द्रगिरीमा अवस्थित माता तीर्थ एक धार्मिक वा सांस्कृतिक महत्त्वको स्थल हो। विशेष गरी आमाको सम्झनामा मनाइने माता तीर्थ औँसीका दिन यहाँ ठुलो मेला लाग्छ। यो अहिले मैले भिडियो बनाइरहेको तपाईहरुलाई माता तीर्थको त्यो पहिलो रातको सन्ध्या टाइमको हो। हेर्नुस् है त, आमाको सम्झना मनाइने माता तीर्थ औँसीका दिन यहाँ ठुलो मेला लाग्छ। तर माता तीर्थको सन्ध्या समय अथवा पहिलो रातको दृश्य अझै बढी आध्यात्मिक, शान्तिपूर्ण र भावनाले भरिएको देख्न सक्नुहुन्छ। सन्ध्या समय जब सूर्य पश्चिमतिर लम्किन थाल्छ, माता तीर्थमा एक विशेष किसिमको शान्त वातावरण फैलिन्छ। भक्तजनहरू बिस्तारै जम्मा हुन थाल्छन्। कसैले धूप बत्ती बालेका हुन्छन् त कसैले आमाको सम्झना दूध फलफूल चढाएका हुन्छन्। तीव्र गन्ध र चढाइएको फूलले माता तीर्थ वरिपरि एक प्रकारको पुण्य वातावरण सिर्जना हुन्छ। बिस्तारै आकाश रातो र सुनौलो रङले भरिन्छ अनि हावा पनि शीतल हुन थाल्छ। सन्ध्याको समयमा देखिने माता तीर्थको दृश्य स्वर्गीय लाग्दछ। हेर्नुस्, पानीको तलाउको रङ सतहमा रंगीन आकाशको प्रतिबिम्ब देखिएको हुन्छ, देख्न सकिन्छ। हेर्नुस् त, यस बेला आमाको सम्झनामा चुपचाप आँसु झार्नेहरू पनि देख्न सक्नुहुन्छ। केही मानिसहरू स्तब्ध भएर आफ्ना आमाका सम्झनामा प्रार्थना देख्न सक्नुहुन्छ। माता तीर्थको शान्त वातावरणमा आमाको प्रेम, सम्झना र पीडाको मिश्रणले हरेकको हृदय छुइरहेको देख्न सक्नुहुन्छ। यो पहिलो रात माता तीर्थ झन् विशेष देखिएको अनुभव भइरहेको छ मलाई। सूर्य अस्ताएपछि चन्द्रमाको हल्का उज्यालो र कतै कतै जलाइएका दियो र बत्तीहरूले यो स्थल चिलिमिली देखिएको छ। मानिसहरू समूहमा बसेर आमा र सन्तान बीचको सम्बन्धबारे भजन गाइरहेका हुन्छन्। कतिपयले कथा वाचन गरिरहेका छन् जसमा आमाको महानता र बलिदानको वर्णन गर्न सकिन्छ। साँझ र रातको माता तीर्थले एउटा जीवन्त सन्देश दिएको देख्न सकिन्छ। आमा भनेको हाम्रो अस्तित्वको आधार हुन् र उहाँप्रतिको श्रद्धा सदैव अटल रहनुपर्छ। माता तीर्थको सन्ध्या वा पहिलो रात केवल एक धार्मिक क्षण मात्र होइन, यो एक भावनात्मक यात्रा पनि हो जसले हरेकले आफ्नी आमा श्रद्धा सदैव अटल रहन्छ। माता तीर्थ औँसी नेपालभर विशेष श्रद्धाका साथ मनाइन्छ। आमालाई मिठा खानेकुरा, फलफूल, कपडा आदिले खुसी पार्ने चलन छ यो दिन। केटाकेटीहरूले आमाका लागि विशेष उपहार तयार गर्छन्। जसले आमा गुमाएका छन् उनीहरू माता तीर्थ गएर पवित्र कुण्डमा स्नान गर्छन् र तर्पण, श्रद्धा आदि कार्य सम्पन्न गर्छन्। माता तीर्थ औँसीले नेपाली समाजमा पारिवारिक सम्बन्ध, विशेषतः आमासँगको सम्बन्ध झन् प्रगाढ बनाउने कार्य गरेको छ। प्राचीन समयदेखि नै नेपालमा मातृभक्तिलाई उच्च स्थान दिएको छ। माता तीर्थ औँसी माता तुल्य आमाको माया, त्याग र स्नेहको सम्झना गर्दै मनाइएको हुन्छ। विशेषतः जसका आमा जीवित छन् उनीहरू आफ्ना आमालाई मिठा खानेकुरा
वस्त्र आदिले सम्मान गरेका हुन्छन्। जसका आमा दिवंगत या बित्नु भइसकेका हुन्छन् उहाँहरूले माता तीर्थमा गई स्नान र पूजा गरी माताको आत्माको चिर शान्तिको कामना गर्दछन्। नेपालको संस्कृति तथा धार्मिक परम्परा अनुसार माता तीर्थ औँसी एक महत्त्वपूर्ण दिनको रूपमा मनाइँदै आइरहेको छ। विशेष गरी आमाको सम्मान र श्रद्धा व्यक्त गर्न समर्पित यो पर्व वैशाख कृष्ण औँसीका दिन मनाइने गरिन्छ। माता तीर्थ भन्नाले आमाको तीर्थ भन्ने अर्थ जनाउँछ। यो दिनलाई नेपालमा आमाको मुख हेर्ने दिन पनि भनिन्छ। माता तीर्थ औँसी नेपाली संस्कृति मात्र नभई मानव सभ्यताको मौलिक भावनाको उत्सव पनि हो। आमाको त्याग, माया र तपस्यालाई सम्झेर सन्तानले आभार प्रकट गर्ने यो पर्वले सामाजिक र पारिवारिक सम्बन्धलाई बलियो बनाउँछ। यस्ता पर्वहरू समाजलाई सहिष्णु, संस्कारी र मानवतापूर्ण बनाउने आधार हुन्। माता तीर्थ औँसी एक मात्र दिन आमाको मुख हेर्ने पर्व नभई जीवनभरि आमालाई सम्मान गर्ने, चेतना जगाउने अवसर पनि हो। यस पर्वको महिमा सदैव रहिरहोस् र आमाको स्नेहिल संरक्षण हामी माथि सदा बनिरहोस् भन्ने कामना। फेरि पनि माता तीर्थ औँसीको आमा तपाईलाई असीम शुभकामना।